दलको कठघरामा उभिएको राष्ट्र प्रमुखले राष्ट्रको आत्मा बुझ्न सक्दैन, किनकि ऊ दलकै ऋणमा बाँधिएको हुन्छ। तर राजा राष्ट्रकै साझा प्रतीक भएकाले उनको दृष्टि सदैव देशको भविष्य र जनताको हिततर्फ नै केन्द्रित रहन्छ। विगतका राजनीतिक स्वार्थले इतिहास र संस्कृतिलाई बजारको सामान बनाउँदा राष्ट्रको आत्मा रोइरहेको छ। देशको एकता र अस्मिता जोगाउनका लागि पनि मूल जरोरूपी अभिभावक नयाँ नेतृत्वले जनता सामु स्वीकार गर्नै पर्छ। विचारको द्वन्द्व स्वाभाविक हो, तर राष्ट्रप्रतिको समर्पण, दायित्व र कर्तव्य पालन साझा हुनुपर्छ। जब सबै पक्षले स्वार्थ भन्दा देशलाई माथि राख्छन्, त्यहीबाट राष्ट्रिय एकताको ज्योति बल्छ। राष्ट्रहित भन्दा माथि उठेका व्यक्तिगत स्वार्थ, लोभ र सत्ताको मोहले राष्ट्रियतालाई क्रमशः कमजोर बनाउँदै लैजान्छ। जनताको चाहना, राष्ट्रको गरिमा र साझा हितलाई केन्द्रमा राख्ने नेतृत्वले मात्र राष्ट्रलाई उन्नत र एकताबद्ध बनाउँछ। विगतका सत्तावादीहरूले आफ्ना स्वार्थका लागि नेपाल आमाको छातीमा पटक पटक गहिरा घाउ पारेका छन्। त्यसैले नयाँ जनादेश पाएका नेताहरूले सत्ता मात्र होइन, राष्ट्रको मलम बन्ने जिम्मेवारीको संकल्प र प्रण लिनुपर्छ। चुनावको प्रतिस्पर्धा भनेको मतपेटिकासम्म मात्र सीमित रहनु पर्दछ, मनभित्रको दुश्मनी कदापि बन्नु हुँदैन। परिणामपछि यदि आपसी हातहरू छुट्टिए भने त्यो राजनीति होइन, राष्ट्रप्रतिको विश्वासमाथि ठूलो चोट पार्दछ। जनताको मतले दिएको निर्णयलाई सम्मान गर्नु नै राजनीतिक परिपक्वताको पहिलो चिन्ह हो। परिणामपछि यदि हातहरू मिल्न सकेनन् भने त्यो जनादेशको अपमान र राष्ट्रको दुर्भाग्य बन्छ। जनताले दिएको मत कुनै पक्षको बदला लिन होइन, देश बनाउने जिम्मेवारी सुम्पने विश्वास हो। त्यसैले हार्नेले संयम र जित्नेले विनम्रता अपनाए मात्र राष्ट्रको एकता र अखण्डता अक्षुण्ण रहन्छ। जनादेशले कसैलाई जित र कसैलाई हार दिन सक्छ, तर देश त सबैको साझा घर हो भन्ने कुरा बिर्सनु हुँदैन। हार्नेले द्वेष नपालोस्, जित्नेले घमण्ड नदेखाओस्। आपसी हातेमालोमा नै सच्चा लोकतन्त्रको सुगन्ध फैलिन्छ। हामीले भोट त हालिसक्यौं, तर त्यो भोटले देशलाई उज्यालोतर्फ डोर्यायो कि फेरि अँध्यारोतर्फ धकेल्यो, परिणामले मात्र बताउनेछ। मतगणना सुरु भएको छ। विगतका चोट सम्झँदै अब परिणामसँगै आफ्नो विवेकको पनि समीक्षा गर्ने समय आएको छ। आज भोट हाल्नुभन्दा अघि हाम्रो विवेक र चेतनालाई एकपटक राष्ट्र प्रेमको कसीमा घोटेर हेरौं। हामीले आज छान्ने नेताले नै हाम्रो देश कस्तो बनाउने हो भन्ने कुराको अहम फैसला गर्नेछ। चुनावको यो मौन अवधिमा हाम्रो आवाज बन्द भए पनि विवेक र अन्तरात्माको आवाज जागृत रहनुपर्छ। असल र सही नेता छान्ने निर्णयले राष्ट्रको भविष्य उज्यालो बनाउँछ, गलत निर्णयले फेरि घाउ बल्झाउँछ। कुरो राम्रोसँग बुझौं, नेतृत्व चयन सामान्य कुरा होइन, यो राष्ट्रको भविष्य निर्धारण गर्ने हाम्रो गम्भीर जिम्मेवारी हो। क्षणिक प्रभाव र प्रलोभनमा होइन, दूरदृष्टि र योग्यताको आधारमा गरिएको छनौट नै राष्ट्रको लागि हितकर हुन्छ। भोलि भोट हाल्दा दलको नारा भन्दा माथि उठेर नेपाल आमाको मौन पुकारलाई पहिला हृदयबाट सुनौं। क्षणिक प्रलोभनले होइन, देशको अस्मिता, जनताको पीडा र राष्ट्रको भविष्यलाई सम्झेर मात्र निर्णय गरौं।